किन जाँदैन कि यो कलर? विमल सरी यार, पर्मानेन्ट कलर हो कि त्यो। मेरो कुरा सुन्न लाग्न सक्छ तिमीलाई म बुरा, तिम्रो मुस्कानले हानिसक्यो मेरो मुटुमा छुरा। तिम्रै लागि किनिसके मैले सिन्दुर र चुरा, बिहे पछि तिमी मेरो बुढी म तिम्रो बुढा। बिहे छिटो होस् या ढिलो तर तिमी मेरै लागि कुरा। अब भन त यो बुढाको कस्तो लाग्यो तिमीलाई कुरा? ह्याप्पी होली डार्लिङ। यहाँ पनि लगाउ न। हस् यहाँ पनि भइहाल्छ नि। यहाँ पनि हुन्छ। रोक अब त दुईटै हातले लगाउँछु। दिउँसै सपना नदेख्दा त साला जहिले हुने लाको बेलामा उठाउँछ यार मलाई। ह्याप्पी होली। के को ह्याप्पी यार, जिन्दगी गेडा जस्तो भइसक्यो यार आजकल। जाम न त होली खेल्न, ह्याप्पी हुन्छ छ नि त। होली त बच्चामै मनाइन्थ्यो यार, पिचकारीले छ्याप्न छुट्टै मजा आउँथ्यो। होली हामीले सधैँ मनाउँछौँ, पिचकारी र बेलुन मात्र चेन्ज हुने हो। त्यही चेन्ज हुने सपना त पुरा हुन दिएनस् नि तैँले। ए हो र, पिचकारी सानो थियो है। पिचकारी जत्रोसुकै होस्, फाल्ने भनेको त्यसले पानी नै हो के रे। हिँड्न त जाम होली खेल्न। होली त बच्चामै खेलिन्थ्यो यार, छतमा बसेर मान्छेहरूलाई लोलाले हान्ने, छिमेकीको छोरीलाई अलिकति गालामा चुप्प एकेरे रङ लगाउने, बाटो बाटोको मान्छेलाई पिचकारीले हान्ने, नुहाइसकेपछि पनि फेरि होली खेल्न जाने, बेलुन किन्नलाई बाउसँग 5 रुपियाँ माग्ने। बाबा 5 रुपियाँ दिनु न बेलुन किन्न। ल 2 रुपियाँ फिर्ता लिएर आइज। लोलाको ब्याटल खेल्दा क्या लाइफ थियो यार बच्चामा। अहिले 5 को बेलुनलाई 150 भन्छ, त्यही हो। त्यत्रो महँगो भन्छ र अहिले। कन्डम भन्न खोजेको। किडन्याप भएको नबिर्सी। हिँड त खेल्न होली पहिला। जान्न म इन्ट्रेस्ट छैन। अहिले पनि मिल्छ के बच्चामा गर्ने सबै कुरा गर्न। ह्याप्पी होली बेबी। रन्डीको फन्डोला हान्छस्। ए बेबी तिमीलाई हैन, सबै कुरा गर्न मिल्छ हैन अहिले पनि। कुनै कुनै कुरामा परिवर्तन आएको रहेछ। आफ्नो घर जा तु। किन थुकिस? बच्चामा यो पनि गर्न मिल्थ्यो त। अहिले नि गरिस् त फेरि। अनि के गरेकोस् फेस तैँले? फेस पेन हानेको तँलाई नि त्यही भएर उठाएको हो कि मैले अघि। तैट हान्दिनँ म त। हिँड्न ठुलो हुँदा नि रमाइलो हुन्छ कि, होली रमाउन जान्न पर्छ। जान्न कि म छोड्दै यार, म खेल्दिनँ होली। साथीको लागि त्यति गर्न सक्दैनस्। ल हिँड् त नि, धेरै क्युट बन्न नखोज। खै कहाँ छ पेन्ट गर्ने मान्छे? रोक आउँछ एकछिनमा। कसको मेसेज आएको? एउटा पट्टी छे, मेसेज देखाउन मिल्दैन। कसरी 28 केटीलाई अचम्मै भयो त। हाम्रो सबै कुरा मिल्छ यार। तलको पनि। तन मन धन अनि लन्ड स्तन। खातेको बान। दया जस्तो ड्रिङ्कहरू हान्ने हो कि भाङ हालेको जस्तो लिएर? होइन ठिक छ ब्रो, म ड्रिङ्क गर्दिनँ नि यार। अघि पानी त फेरि गुटुगुटु खाँदिस् त। ल छिटो जाम त होली खेल्न पेन्ट गरेर। फेरि यही भाटामा लिएर आएछ मलाई। तँलाई प्रब्लम के छ भन्छ योसँग? त्यत्तिकै यो मन पर्दैन मलाई, किन हो किन? यो तेरो इष्ट मित्र हो र बिना कारण मन नपर्नलाई? इष्ट मित्र? तपाईँहरू हल्ला नगर्नु त भित्र। आई लभ यु डार्लिङ भन्दिनु म पनि चाक जस्तो। जस्तो आउँछ त्यस्तै फर्काउने बानी छ मेरो। भनेपछि चाकबाट आएको पनि भित्रै जान्छ होला हैन तैँले? चक्र प्रकाश दुईजना चुप लाएर बस। ल चक्र यसको फेस पेन्ट गर्दै त। अलि त आइज। आउँदिन म। नआएछ त नि। एकचोटि सम्झि त अस्ति नै तँलाई पिटा खाँदा कसले बचाएको? ह्युमन नेचर हो मान्छेको। के म अचानो जस्तो छु? तिमीले हतियारले प्रहार गरेर खाएको चोट म सम्झिरहनेछु। बुझ्ने गरेर भन् त। कसैले साथ दिएको भन्दा कसैले धोका दिएको बढी याद हुन्छ भनेको। ओइ माइकल हेर्छ त्यो केटाहरूले यति हेरिरहेको छ, हान्दिने हो? भाइ डेढसम्मलाई नि हेर्न आउँथ्यो त्यो सेतो लाउने केटाले घरिघरि। के रे मेरो क्रसलाई लाइन नाको आज पनि त्यो? ओइ विमल हेर्नु यति आछ कि। ओए कता भागेकोस्? ढुक्क बस्न म छु त, न्यु खोज्यो भने ढुक्क हो कि? पिटे खाँदै गरे म चक्रलाई बोलाएर आउँछु। तँलाई बचाउन गएको त हो नि त्यो दिन म। मादरसो त मुजी मेरो क्रसलाई लाइन नाको हैनस् यहाँ। ओए म यस त्यतिकै राखेँ, म के खान्छु यसलाई? ल छोड। मुजी यो एरियामा देख्न भएन मैले तँलाई। अब यत्रा बचायो यसले मलाई साला चाके। मलाई हल्कामा नलि, म लास्ट भारी छु। भारी किन नहोस् त नि, पेट र चाक्ने छ होला 2.5 किलोको। अनि कस्तो चाक जस्तो होला। ओइ चक्र यसलाई इम्प्रेस गर्दै त। के ब्लाइन्डेड चलिरहेछ रे यहाँ? त्यसरी होइन के? यसरी त हो त चाक हल्लाउने। जे कुरालाई पनि चाकमै लड जोड्छ, यो कुकुर हुनुपर्ने हो। के सोधिस् फेरि तैँले? कुकुरहरू टाँसिएको। दुम्बाले सियोर मलाई सोच्यो होला कुकुरको ठाउँमा। जसरी कुकुरहरू टाँसिएको
त्यसरी नै छ मेरो माया तिमीसँग गाँसिएको। हो सायरी भनेर इम्प्रेस गर भनेको कि मैले अघि सुन्दिनँ म यस्तो घटिया सायरी। एकचोटि सुन्न कस्तो राम्रो सायरी भन्छ यसले। ल ल सुना, राम्रो लाग्यो भने आउँछस् नि मेरो नजिक। ल ल त नि भन्। म उड्छु एक दिन यसरी, तिम्रो आवाज मैले सुन्न कराउनु पर्छ तिमी बेसरी। इम्प्रेस हुँदिनँ म त्यसरी। गाँजा नभए पनि मेरो हातमा शिवजी छन् मेरा साथमा, किनकि शुद्ध छ मेरो आत्मा, त्यसैले रमाउँदैछु म यो कालो रातमा आर्यघाटमा। कुखुरा चेक गरौँ न त त्यही खुसियालीमा। मतलब ह्यान्डचेक नेपालीमा भनेको। बच्चाको जस्तो जोक हान्न खोज्छ, त्यसो भए कक चेक पनि गरौँ न त। ठुलो छ तेरो घटिया जोक भन्दा। आफैले लेखेको त हो नि फेरि। यार चोर्नी बानी छैन मेरो। हे भनेपछि तिमीले टिकटक चलाउन्नौ। तिमी रे? मैले नि लेख्छु कि लभ लेटर लेख्ने बेलामा हेल्प गर है मलाई। ल ल ढुक्क बस्न, थाहा छ मलाई तैँले कस्तो लेख्छस् भनेर। मलाई नि तिमी भन न यार। ल ल तिमी जस्तो आउँछ त्यस्तै फर्काउने बानी छ मेरो। पेन्ट लगाउन सुरु गरौँ त अब। विमल आइज त अगाडिबाट हेर्नु एकचोटि। अल्डन चसान। किन त्यस्तो स्माइल के को ड्रइङ बनाइदिस् तिमीहरूले? ठिकै त छ त। जिन्दगीमा कहिले कहिले लाग्छ कि सब ठिक छ, तर केही पनि ठिक भएको हुँदैन। के भन्छ यो? जा एकचोटि मुख धोराइज। तेरो बदला पुरा भयो नि पर्मानेन्ट कलरले। पर्मानेन्टली पुरा भयो यार, थ्याङ्क्स यार। वेलकम। किन जाँदैन कि यार यो कलर? प्रकाश सरी यार, पर्मानेन्ट कलर हो कि त्यो। जसले जस्तो कर्म गर्छ त्यसले त्यस्तै फल पाउँछ। पृथ्वी गेडा जस्तै गोलो छ, सबको पालो आउँछ।